ए अहिले चाहिँ पोलेर आइसकेको छ मुक्ता छ बोरामा हामी त हिँडिरहेको छौँ रमाइलो गर्दै हिँड्ने हम पोलेर हिँडेको छौँ हिलो भयो हातमा खोडा नाच्दैछौँ हिँड्दैछौँ रे एक प्लेट त हार्दैन त राउन्ड छ अनदेखि हानिराख कन्टेन्ट बनाऊँ भनेपछि म्याटर केटाहरू मान्दैन भ्लग बनाउँदै हिँड्ने होइन छुट्टै कन्टेन्ट के सर्ट कन्टेन्ट हिँड्दै बजाउने हुन्छ है आउनु हो पछाडि साले झ्यापेले यहाँ राम्रो गीत बजायो बजाइन कति बज्यो जिते 1 बज्यो दर्शक केटाहरू आउँदैछन् यो चाहिँ मेरो दाइ ए जिते बाटै देखिन्न हो आँखामा लाइट पर्छ केटाहरू उता गीत बजाउँदै आइरहे चाहिँ बेलटारी भ्यू तलतिरको चाहिँ यता चाहिँ चैपाततिरको तापातिरको बाटो चाहिँ डेन्जर खत्तम छ अँधेरोमा भएर होला तिर्मिट आयो क्यामेरा किन यस्तो डेन्जर हिलो भयो अब थोपडा देखायो भने लोटिन्छ थोपडा नदेखिकन बाटो देखाउँदै हिँडिरहेको छु हिलो भयो अब घर हात खुट्टा धुन पर्यो यहाँ चाहिँ यत्रो ठुलो खाल्टो छ कि यहाँ अहिले आँखामा लाइट बर्बाद लोटिन्थ्यो बाटो यस्तरी हिँड्दा त बाटो यस्तो बाटो कहर देखिने छ यार त्यो बाटो बाप्रे शीत लागिसकेको कि हो यता त 50 मिनट चाहिँ घर चलतिर आइसक्यो केटाहरू आउँदैछ थकेर आउँछ कस्तो हालत बाटो नि के हो कि यस्तो चप्पल चिप्लेर यत्तिकै लोटेला जस्तो छ ब्लक छ हातमा अझै यस्तो मिहिनेत गरेर हिँड्ने गाइजहरू होइन सपोर्ट हान्नु होइन अहिले चाहिँ रोडमा आइयो होइन चाहिँ हाम्रो अफ रोड हो अफ रोडबाट अब केटाहरूले कताबाट जाने भन्छ त्यताबाट जाने
पहिला हालत चाहिँ डेन्जर छ है अहिलेको हालत यही हो त्यो हालत हालत चाहिँ पतली भयो है क्या तेरो हातभरि हिलो हो यताको हातमा नि हिलो हो ढलक चढायो नि केटा आउँदैन तल एकजना कता जाने हो माथिबाट चप्पल चिप्लेर लोटेला जस्तो छ यार चप्पल कहाँ हो चिप्ले है कस्तो चिप्ले है बाटो नि फेरि हाल्टै खाल्टा हो यहाँ त कोलोटो चप्पल डेन्जर चिप्ले छ चप्पल त यस्तो अन्धकारमा त्यही बाटै नदेखि हिँडेको आँखा लाइट परेछ यसरी जान्छु भन्छु म्याटन क्यामेरा मुखतिर फर्कन मन लाग्छ जिते कस्तो फिल भयो त अरुङ्गाल पोलेर बवाल हो अरुङ्गाल पोलेर के जस्तो लाग्यो अरुङ्गाल पोलेर वाइल भइरह हामीले 5 किलो लिएर आइरहौँ 5 किलो मलाई हामी लिएर के छौँ आज दबाएर खानुपर्छ हैन दबाएर हान्नुपर्छ आज चाहिँ कति बज्छ अब बिहानै हुन्छ होला जस्तो लाग्छ अहिले सकेको हो एक बजिसकेको छ 3 बजिसक्यो 3 बजिसक्यो बाटोमा लाइट बाल्नु नि यार म भ्लग हानिरहेको यार डेन्जर हिलो खरेर झन् हामी चाहिँ घर आउनु लागिसक्यौँ बाटो केही देखिएको छैन हिँड्दै हावा घरको सुर्पी भयो भने के हुन्छ यस्तोमा हिला गडिसकियो हिलो त डेन्जर छ हिलो त यार हात खुट्टा यस्तो हो शीतमा शीतमा के घरकै शीतमा शीतमा धोएर शीतमा जाम मकै बारी बारी घुस्ने मकै बारी बारी मकै बारी बारी घुसारे अहिले कहाँ हो मकै बारी बारी हामी चाहिँ घर आइसक्यो फाइनली गाइजहरु फाइनली घर आइसक्यो त्यहाँ माथि छ घर लाइट देखेन अरे जितेले घर आइसक्यो डेन्जर शीत लागेको है हाम्रो यो ठाउँको नामै शीतमा हो मा यस्तो शीत लागेको हालतमा के गरेर फाइनली गाइजहरु घर आइयो अब अर्को आउँछ भिडियो पार्ट 2 अर्को पार्ट 2 हेर्नु होला बाइ बाइ